चाहिँ अहिले कन्टिन्युस असिना परिरहेको छ। आज 2083 साल वैशाख 13 गते भनौँ। आज यो असिनाको दृश्य यो भयावह रूपमा ठुल्ठुला आधी किलो अथवा 1 पाउ बराबरका असिनाहरू खसिरहेका छन्। यी असिनाहरू यो टिनमा नि पाल पार्ला जस्तो घोड्याङ घोड्याङ असिनाको वर्षा हामीले सुनिरहेका छौँ। यहाँ असिना राइफलको मेसिन गनबाट निस्किएका गोलीका सर्रा जस्तो गोलीको फायरिङ जस्तो कन्टिन्युस फायरिङ। यहाँ हेर्नु भर्खरै यो ट्याङ्कीमा भर्खरै पाल पार्यो माथिको ट्याङ्कीमा पनि सायद पाल पार्न सक्छ। यहाँ यो असिनाले गर्दाखेरि यहाँ हेर्नु भर्खरै अहिले यहाँ यत्रो पाल बनायो ट्याङ्कीमै, यत्रो पाल बनायो, केही भएको थिएन। यो असिना कन्टिन्युस भइरहेको छ। खेतमा हेर्नुहोस् असिना सेताममै, म तपाईँलाई जुम गरेर देखाउँछु। ल हेर्नु असिना असिना देखिसक्यो यो त्यहाँ पाल। यहाँनिर हेर्नु यो खेतबारीमा असिनाका साइजहरू हेर्नु 1 पाउ बराबरका असिनाहरू खसिरहेका छन्। यो असिनाको मैले उता मुगलिनतिर असिना खसेको छ भन्ने सुनेको थिएँ। अहिले हाम्रै घर पछाडि हाम्रै घरमा यहाँ टिनमा कति पाल बनायो होला सायद। यी चाहिँ ड्याङ असिना कन्टिन्युस खसिरहेको छ। यहाँ तपाईँले देख्नुहुन्छ असिनाका साइज, असिनाको यो डेन्स बाक्लोपन, यसले पनि तपाईँलाई थाहा लाग्छ। अहिले पनि आवाज, म ठ्याक्कै टिन मुनि नै छु। टिन मुनिको कहाँ भएको कारणले गर्दा असिनाको यो आवाज पनि यहाँ ठुल्ठुलो सुनिन्छ। बाटो तातो भएको कारणले गर्दाखेरि अहिले बाटोमा भएका धेरै असिनाहरू पग्लिसके। अहिले पातलो तर यहाँनिर झारमा भएका असिनाहरू अझै पग्लिसकेका छैनन्। यो यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो असिनाका साइजहरू हो। यो असिनाले हो बाटोमा कोही हिँड्यो भने यसले बाँकी राख्दैन। यहाँ पाइपमा उहाँले बन्द गर्नुभएको थियो, अहिले पाइप पनि लिक भएर ट्याङ्कीको पानी पनि सकाइदिन्छ होला सायद। ठ्याक्कै त्यहाँ असिना पऱ्यो ब्लक गरेको ठाउँमा अनि पानी लिक भयो। असिना हो कति पर्ने होला असिना, कति बेरसम्म पर्छ अब यो असिना त एकदमै भयङ्कर रूपमा परिरहेको छ। यत्रो लामो समय नपर्न पर्ने हो, तर चाहिँ यो 5-7 मिनट अहिले कन्टिन्यू असिना परिरहेको छ। ड्याङ यतापट्टि मकै छ। मकैको यो सानो बिरुवा भएकोले पातहरू भाँचे पनि असिनाले नाइट्रोजन मल ल्याउने भएको कारणले गर्दा युरिया होइन एमोनियम नाइट्रेट पानीमा खोल्यो असिनामा चाहिँ बनेर आउने भएको कारणले गर्दा यो सानो मकैलाई त नभाँचियो भने फाइदै गर्छ। यो असिनाको गर्दा असिनाको यो आवाजले थर्कामान छ यहाँनिर। यहाँ कतिका पाल ट्याङ्कीहरू पाल बनायो होला, कतिका गाडीका सिसाहरू फुटायो होला, कतिका बेसिनहरू बाहिर भएकोलाई पक्कै पनि यत्रो 1 पाउ बराबरको असिना खस्दाखेरि बाँकी पक्कै पनि राखेको छैन। तपाईँले यहाँ देख्न सक्नुहुन्छ ओहो यो असिना। यो मौसम यहाँ तपाईँले देख्नुहुन्छ मौसम बौलाको कि असिना के हो यस्तो। यहाँनिर पानी परेको छैन, बिल्कुल असिना मात्रै परिरहेको छ कन्टिन्युस। पानी परेको छैन यहाँ असिना कन्टिन्युस भइरहेको छ। यो असिनाको दृश्यलाई मैले यहाँ सर्टकटमा छायाङ्कन गर्ने प्रयास गरिरहेको। यहाँनिर माटोमा परेका ती सेताममा देखिएका ती सबै त्यो जोतेको घरमा सेतो देखेको सबै ती असिना हुन्, असिनाका दाना हुन्। ती पग्लिसकेका छैनन्। तातो माटोमा पर्दा पनि पग्लिएको छैनन्। यहाँ हेर्नु असिनाका साइजहरू हेर्नु, यहाँ कत्रा असिना छन्। यी कन्टिन्यू परिरहेको छ। यो असिना पर्नुको एउटा यो प्राकृतिक यो घटना पनि हो अथवा नेचुरल फेनोमेना पनि हो। जस्तो उष्ण वायु अथवा तातो हावा एक्कासी हावाले उडाएर माथि लाँदाखेरि यसको माथि वायुको चाप पनि कम हुने र टेम्परेचर पनि कम हुने भएको कारणले आकस्मिक रूपमा यो सडनली कुल हुन्छ। कुल भएर एउटा चाहिँ सडनली कुल हुँदाखेरि यसले स्पेरिकल बलको रूपमा फर्म गर्छ। किनभने यो लिक्विड फर्ममा यो क्रिस्टलाइज हुँदाखेरि यो मिनिमम सर्फेस टेन्सनको फेनोमेना पनि यहाँ जोडिन आउँछ। त्यसको कारणले गर्दा स्पेरिकल फर्मका यी असिनाका ढिक्काहरू यहाँ खसिरहेका छन्। अहिले सायद अब यसको आवाज अलिकति कम भइरहेको छ। यसले क्षति चाहिँ अब कति बनायो, क्षतिको आकलन अब चाहिँ लाइन चाहिँ गएको छैन, लाइन चाहिँ आइरहेछ। सायद अब असिना नपुगिकन पानी पर्छ कि जस्तो लागिरहेछ। हेरौँ के हुन्छ। यो अहिले मैले यति नै भने यसमा।